गर्नुभयो र यो अब देशमा यति अशान्ति यति भयानक आउँदैछ सबै बुझेर बस्नु किन भन्दा यो भगवान् प्रकृति नै भगवानै रिसाउनु भएको छ पापै पाप छ अपराधै अपराध छ पापै पाप छ पापै पाप छ पापै पाप के गर्नु सहनै नसके रातभरि सुत्न दिन्न भगवान्ले मलाई के गर्नु किन भन्दा अशान्ति हुँदैछ है देशमा अशान्ति हुँदैछ भन्छ यो सबै हामीले चाहेरमा केही पनि हुनेवाला छैन यो किनभने भगवान्कै इच्छा छ कि सबै कुरा इच्छा भगवान्कै छ उहाँकै छ हजुरहरूले यो हाम्रो 82 साल यो 2082 सालको शुभकामना दिदीबहिनी दाजुभाइ सबैलाई शुभकामना दिन्छु प्रणाम गरे मेरो बुवालाई माया गर्ने कति अहिले मेडियामा कुराहरू गरिसकेको छ मेरो आमा बुवालाई माया गर्ने मान्छे अझै पनि जुनकार रहेछन् भन्ने जस्तो आशा भरोसा पलाउँछ मलाई ममती नेपाल सरकार अहिले गणतन्त्रवादीहरू प्रचण्ड हाम्रो पूर्व प्रधानमन्त्रीज्यू कमरेडलाई पनि शुभकामना प्रदान गरेँ मैले मेरो परिवार मेरो आमाबाबु मेरो सबै परिवार